नमस्ते सबैमा। फेरि पनि आज दुई चौडा मनका कुराहरू लिएर आएको छु। यो सबै मेरो अनुभव युनिभर्सल्ली म्याचिङ हुन्छ भन्ने कुरा छैन। मलाई चाहिँ आफ्नो डेली लाइफको कुराहरूमा चाहिँ आफ्नो फिलिङ्सहरू सेयर गर्नु मन लाग्छ, आफ्नो विचारहरू सेयर गर्नु मन लाग्छ। आज चाहिँ मलाई जीवनका केही कुराहरूलाई अलिकति चामफुल कलरफुल भले होला, आर्थिक रूपबाट परिवर्तन नहोला, तर आफ्नो मनमा सन्तुष्टि, छुट्टै अलिकति ड्राइनेसबाट अलिकति चामनेस, अलिकति आनन्दित सन्तुष्टि पाउनको लागि र त्यो कुराको महसुस गर्नको लागि हामीले दैनिक जीवनमा दुई चारवटा कुरा चाहिँ चेन्ज गर्नै पर्छ। इफ मलाई म हिँडिरहेको बाटो मलाई खासै रमाइलो लागेन, त्यति मिनिङफुल भएन, त्यति अर्थपूर्ण भएन जस्तो लाग्छ भने चाहिँ दुई चारवटा कुरा चाहिँ हामीले परिवर्तन गर्न जरुरी नै छ। त्यो मध्ये एउटा कुरा, आफ्नो परिस्थिति अनुसार हामी कमिटमेन्टफुल भएर हिँड्नै पर्छ। अर्को कुरा, पुरानो सोचको शैलीहरूलाई अलिकति बदलेर त्यो सोचलाई अलिकति चेन्ज गरेर नयाँ शैलीबाट हामी हिँड्नै पर्छ, ताकि हाम्रो उठ्ने बस्ने खाने साथीभाइ, काम गर्ने तरिका, बोल्ने तरिका, हिँड्ने तरिका हैन, त्यो सबै कुरालाई चेन्ज गरेर अनि हिँड्दै गयो भने केही समय पछाडि नयाँ चेन्ज र नयाँ सोचबाट हिँडेको तरिकाको पनि परिणाम आउँछ। अनि त्यो परिणामलाई अलिकति जज गर्नु पर्यो, तौल्नु पर्यो, नाप्नु पर्यो, मेजरमेन्ट गर्नु पर्यो। यो तरिकाबाट हिँड्दा मलाई ठिक छ कि छैन त, हिजोभन्दा म खुसी छु कि छैन त, मेरो मन हिजोभन्दा अलिकति रमाएको छ कि छैन त, र हिजोभन्दा आज अलिकति बदलेर हिँड्दा मेरो सोच शैली सबै कुरालाई बदलेर हिँड्दाखेरि परिणाम फरक आयो कि आएन त। मैले खोजेको जुन अलिकति मिनिङफुल होस्, टेस्टफुल होस्, आफैलाई अलिकति प्रेरणा मिलोस् जस्तो प्रकारको परिणामहरू आएको छ कि छैन त, त्यो कुरालाई नापतोल गरेर इफ हामीलाई हिजोभन्दा आज हिँडेको कुराहरूमा अलिकति परिणाममा चाहिँ वेटी छ, हो यो चाहिँ ठिक छ जस्तो परिणाममा फिल भयो भने त्यही कुरालाई कन्टिन्यू दिन सकिन्छ हामी, र अझै बेटर एन्ड बेटर गर्दै बेस्ट एउटा सिचुएसनमा, बेस्ट कन्डिसनमा हामी पुग्न सकिन्छ। त्यही कुरालाई निखार्दै अझै बेटर गर्दै बेस्ट पोजिसनमा चाहिँ लान सकिन्छ हैन। यदि हिजोको कुराले मेरो लाइफमा केही खिन्नता छ, अवस्थामा केही परिवर्तन भएन, मसँग केही परिवर्तन भएन, मेरो जति पनि इफोर्ट लगाए सबै मिनिङलेसै भयो र नयाँ चेन्जमा म फेरि आएँ, नयाँ कुरा नयाँ शैलीमा म आएँ र पनि परिणाम सेम लाइक यस्टरडे, हिजो जस्तै आयो भनेपछि फेरि अर्को माइन्डबाट चाहिँ आफैलाई अझ बेटर के गर्दाखेरि मेरो लाइफमा अलिकति कलरफुल होला त भन्ने कुराहरूमा हामीले अलिकति आफूलाई मोनिटरिङ गरेर, आफूलाई नै अलिकति केलाएर, आफूलाई नै अलिकति हेरेर अब बेटर के छ त सल्युसन, मेरो लाइफलाई अलिकति कलरफुल कसरी बनाउन सक्छु त भनेर आफूलाई एउटा तराजुमा दाँजेर हामी हिँड्न सकिन्छ। जीवन लगभग यस्तै नै हो, हिजो बिग्रिन्छ आज बन्छ हैन। आज बनेर हिँड्दाखेरि आफूलाई कहिले चित्त बुझ्दैन, अझै बेटर बनाउन मन लाग्छ हैन। दिस इज अ प्रोसेस अफ लाइफ है। त्यही कारणले गर्दाखेरि सन्तुष्टि पनि हुन सिक्नुपर्छ, तर गलत काम गरेर गलत निर्णयमा सन्तुष्टि होइन कि राम्रो काम गरेर थोरै राम्रो परिणाम आयो भने पनि हामी चाहिँ सन्तुष्टि हुन पनि सिक्नुपर्छ। त्यसरी हिँड्दाखेरि चाहिँ लाइफका केही पार्टहरूलाई चेन्ज गरेर अलिकति बेटर पार्टमा चाहिँ लान सकिन्छ हैन। यो सबै कुराहरू इस्टिमेट गर्ने, मेजरमेन्ट गर्ने, आफूलाई कन्सियसली एकदम भित्रबाट फिल गर्ने, महसुस गरेर चाहिँ म यसरी हिँड्दा बेटर हुन्छ भनेर ट्राई गर्ने, प्र्याक्टिस गर्दै जाने,
अनि त्यस्तो गर्दै जाँदाखेरि प्रोसेस वाइज त्यसरी अगाडि बढ्दाखेरि चाहिँ हामी एक न एक दिन चाहिँ राइट डिसिजन र राइट पोजिसनमा चाहिँ हामी पुग्न सकिन्छ है त। थ्याङ्क यू सो मच। यो सबै जनरल मेरो डेली लाइफका कुराहरू हुन्। तपाईँहरूमा पनि म्याच हुन्छ, तपाईँलाई ठिक लाग्छ भने लाइक कमेन्ट्स गरिदिनु होला। थ्याङ्क यू सो मच।